अशोक दर्जी सडकमा गीत गाउने बालकदेखि देशभर चर्चित गायकसम्म अशोक दर्जीको प्रेरणादायी सङ्घर्षको कथा। नमस्कार साथीहरू, कहिलेकाहीँ भगवानले कसैलाई धन दिनु हुँदैन, तर एउटा यस्तो प्रतिभा दिनुहुन्छ जसले एक दिन संसारलाई नै चकित पार्छ। कल्पना गर्नुहोस्, एउटा सानो बालक, च्यातिएको लुगा, खुट्टामा राम्रो चप्पल पनि छैन, पेटभरि खाना छैन, तर उसको स्वरमा यस्तो जादु थियो कि त्यो स्वरले लाखौँ नेपालीको मन जित्यो। आज हामी कुरा गर्दैछौँ अशोक दर्जीको, एक यस्तो बालक जसले गरिबी, अभाव र सङ्घर्षलाई जित्दै आफ्नो नाम नेपाली सङ्गीत जगतमा स्थापित गरे। तर के तपाईँलाई थाहा छ, उनको जीवनमा यस्ता दिन पनि थिए जब उनलाई भोलि के खाने भन्ने पनि थाहा हुँदैन थियो। आजको भिडियो अन्तिमसम्म हेर्नुहोला, किनकि यो कथा केवल एउटा गायकको होइन, एउटा सपनाको हो, सङ्घर्षको र कहिले हार नमान्ने आत्मविश्वासको कथा हो। अशोक दर्जीको बाल्यकाल, गरिबीले घेरेको जीवन। अशोक दर्जीको जन्म झापा जिल्लामा भएको थियो। अत्यन्तै साधारण परिवारमा भएको थियो। घरको आर्थिक अवस्था निकै कमजोर थियो। दुई छाक खाना जुटाउन पनि परिवारलाई सङ्घर्ष गर्नु पर्थ्यो। अन्य बालबालिका स्कुल विद्यालय जान्थे, तर अशोकको जीवन फरक थियो। सानै उमेरदेखि उनले अभाव, दुःख र जिम्मेवारी देखे। उनीसँग महँगा खेलाउन थिएनन्, राम्रो कपडा थिएन, तर एउटा कुरा थियो, भगवानले दिनुभएको मिठो स्वर। त्यही स्वर नै उनको सबभन्दा ठुलो सम्पत्ति बन्यो। सडकमा गीत गाएर जीविका। अशोक गाउँ बजार र सडकमा गीत गाउने गर्थे। मानिसहरूले कहिले केही रुपियाँ दिन्थे, कहिले त कसैले वास्ता पनि गरेन थियो, तर उनले गीत गाउन छोडेनन्, किनकि त्यो गीत केवल मनोरञ्जन थिएन, त्यो उनको परिवारको आशा थियो। उनले गाउने प्रत्येक गीतभित्र दुःख लुकेको थियो। सायद त्यसैले उनको स्वरले मानिसहरूको मन छोयो। उनलाई थाहा थिएन एक दिन यही स्वरले उनको जीवनले बदलिन्छ। जीवन बदल्ने भिडियो। एक दिन कसैले सडकमा गीत गाइरहेको अशोकको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्यो। त्यो भिडियो केही समयमै भाइरल भयो। देशभरका मानिसहरूले एउटा सानो बालकको असाधारण प्रतिभा देखे। त्यही भिडियो प्रसिद्ध सङ्गीतकार टङ्क बुढाथोकीसम्म पुग्यो। टङ्क बुढाथोकीले अशोकलाई भेटे, उनको प्रतिभालाई अझ निखाल्ने निर्णय गरे। उनी अशोकलाई काठमाडौँ ल्याए, राम्रो वातावरण, शिक्षा र सङ्गीत सिक्ने अवसर दिलाए। त्यही दिनदेखि अशोकको जीवन नयाँ मोडमा पुग्यो। अशोक दर्जीको सफलताको यात्रा। पछि अशोक दर्जीका गीतहरू सार्वजनिक हुन थाले। उनको स्वर लाखौँ नेपालीको मनमा बस्न थाल्यो। सडकमा गीत गाउने बालक आज स्टेजमा हजारौँ दर्शक अगाडि गाउन थाले। उनले धेरै सम्मान पाए, देशभर चिनिए, तर सफल भएपछि पनि उनले आफ्नो सङ्घर्ष कहिले पनि बिर्सेनन्, किनकि उनलाई थाहा थियो आजको सफलताको जग हिजोको दुःखले बनाएको हो। अशोक दर्जीको विवाद र चुनौती। सफलता आएपछि उनको जीवनमा केही विवाद र आलोचना पनि आए। सामाजिक सञ्जालमा विभिन्न आरोपहरू लागे, तर जीवनमा सफल हुने प्रत्येक व्यक्तिले आलोचना पनि सामना गर्नुपर्छ। महत्त्वपूर्ण कुरा भनेको आलोचनाले होइन, आफ्नो कर्मले भविष्य बनाउनु हो। अन्तिममा अशोक दर्जीको जीवनले हामीलाई सिकाउँछ, गरिब भएर जन्मिनु हाम्रो गल्ती होइन, गरिब भएर जन्मिनु हाम्रो गल्ती होइन, तर गरिबीलाई नै आफ्नो भाग्य मानेर बस्नु भने हाम्रो निर्णय हुन सक्छ। यदि तपाईँसँग सपना छ, मेहनत गर्ने हिम्मत छ, तर हार नमान्ने बानी छ भने संसारको कुनै पनि शक्तिले तपाईँलाई सफल हुनबाट रोक्न सक्दैन। आज तपाईँ जहाँ हुनुहुन्छ त्यो अन्तिम गन्तव्य होइन। सङ्घर्षलाई स्वीकार गर्नुहोस्, आफ्नो प्रतिभामा विश्वास राख्नुहोस् र निरन्तर अगाडि बढिरहनुहोस्। यदि अशोक दर्जीको यो सङ्घर्षले तपाईँलाई 1% पनि प्रेरणा दिएको छ भने यो भिडियो लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, आफ्नो साथीहरूसँग सेयर गर्नुहोस् भन्दै म तपाईँहरूमा फेरि पनि अर्को भिडियो ल्याउँदै तपाईँहरूमा बिदा हुन चाहन्छु। र तपाईँलाई अब चाहिँ कुन मानिसको भिडियो बनाउँदा राम्रो लाग्छ त्यो पनि कमेन्ट गर्नुहोला भन्दै तपाईँको कमेन्ट पढ्नेछु र त्यही अनुसार भिडियो बनाउनेछु भन्दै
अहिले म बिदा हुन चाहन्छु। हवस् त, धन्यवाद, नमस्कार।